ए जोन गुरु कस्तो भइरहेको छ त अनि छोइला र चिउरा छोइला र चिउरा अभिषाजी बिजनेस कस्तो कतिको चलिरहेछ त नि हाम्रो ठिकै चल्यो होला है कपाल छ यो चाहिँ स्पेशल सुप के अरे ओहो धन्यवाद सुप खाइदिउँ है अब आज यहाँ हाम्रो भाइहरूको के प्रोग्राम अरे यो के प्रोग्राम अरे जोन गुरु कौशी प्रोग्राम 2-3 हप्ता भएछ है ओपन गर्नुभएको भाइहरूले अनि हामी पनि आज चाहिँ टाइम निकालेर आइदिएको खानालाई खान र यसो हेर्न अनि हाम्रो यहाँ जोन गुरु बहिनीहरू अभिषाहरूले पनि यहाँ टक्क बिजनेस सानो एउटा यसो खाजा नास्ताको चलाउनु भएर रहेछ अनि कफी सफी रहेछ है अन्त आइदिएको रमाइलो भयो जस सुप खान लागेको म चाहिँ बब्बाल छ तातो तातो जाडोमा सुप है भाइहरू चाहिँ पाउँदै हुन्छ भाइहरूले नयाँ खाँदै बसिरहेको कौशी प्रोग्राम कौशीमै हो है ल यो गाई मस्त लाएर यहाँ सबजना हेलो हेलो दामी छ दामी छ ल हेर भ्यू मजा आउँछ होइन कौशी प्रोग्रामहरू चाहिँ यो हो नि त अनि वाउ रातिको भ्यू अघि त यो छोइला मोमो अन्नै भएर अनि बस्देको अब चाहिँ खाएर हाम्रो भाइहरूको प्रोग्राम है ल यो चाहिँ कपाल रमाइलो भयो जाडोमा तातो तातो मोमो तातो तातो ससेज कफी चिया क्यापाचिनो खाइयो भुँडी भरियो टन्नै भयो है कौशी कार्यक्रममा आइयो आज सामेल भयो गजब रमाइलो भयो भएर अनि भिडियो बनाउनु थालेको भुँडी टम्म भएर भिडियो बनाउनु थालेको यहाँ त कति भन्नु अप्ठ्यारो लाग्यो कि चुप्पो लाएर बसिरह्यो क्या अनि यताको मान्छेले तपाईँ बस्नु ल अब भाइरल हुनुपर्छ हामी पनि है हामी यसरी खाँदैछौँ चरम चरम गर्दै जस्तो छ त नि हजुर पुगेनै क्या पुग्यो हामी अब ए यता रहेछ नि त हातमा हाम्रो भाइ राजाहरूको हामी बफ्ना खाने संस्कारी छोरामा पर्छौँ यिनीहरू चाहिँ अलिकति बफ्नी खाने रामुनी खाने भुइसिनी खाने ए तिमीले नखाएको चिकनमा खाने जो खाँदैन त्यो चाहिँ बेसंस्कारी हो जो जसले खान्छ त्यो संस्कारी हो गुड हाम्रो खर्चा भाइले पुरा पारा ल्याउँछ के कौशी कार्यक्रममा ट्याक्क माथि कौशीमा छ है यो यस्तो छ है कार्यक्रमको कौशीमा ओ मेरो भाइ हेलो दिदी भाइ मुस्कुराइदेऊ न एकचोटि तिमीले अस्ति मलाई कम्प्लेन गरेको होइन के हो दिदी
आवाजै छैन त भन्दै यत्रो गरेर ठुलो आवाज गरिदिएको कफी दामी खुवाउनु भयो है मेरो भाइ बहिनीहरूले ससेस खाजाहरू आमामा यस्तो भोक लागेको थियो अघि मलाई मैले सुप कस्तो खुवाएँ दामी नेक्स्ट टाइम भिनेगर पनि हाल्छ सरी भिनेगर अरे सोया सस मलाई त्यो सोया सस भन्दा नि त्यो कागतीको स्मेल क्या दामी लाग्यो क्या मलाई त्यो सुपमा सुपको कागज अर्ग्यानिक टाइपको लाग्यो क्या स्कुल अफ रकको चाहिँ होइन हाम्रो कान्छीले हेर न भाइलाई खुवाउनु खोजिरहेको थियो इग्नोर गरेर हिँडिरहेको क्या अब बिजी भएको अवस्था ल बाई 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 सी यू जाने होइन कहाँ जाने कुरा अरे म त यस्तो अन्धकार भइसक्यो हेर बाप लाइभमा जस्तो लागिरहेको थियो गरिरहनु भएको बसन न दिदी हेलो अभिषाजी ल सी यू फेरि भेटौँला ल मिठो खुवायो दामी खुवायो भोलि टन्न भयो अब घरतिर लाग्यो अनि अब त हामी त अनि यसरी नै त हुन्छ नि प्रियङ्का दिदीलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिन नबिर्सिनु होला उहाँको के भन्छ छोटो छोटो मेमोरिजहरूले ठुलो युट्युबमा गर्दै हुन्छ लाइक सेयर गरिदिन चाहिँ नबिर्सिनु होला किप अन मोटिभेटिङ हर है थ्याङ्क यू धेरै धेरै धन्यवाद सी यू फेरि भेटौँला कान्छी बहिनी बस्नु ल जाडो भइसकेको छ भ्यायो भने अभिसार म भोलि आउला नि बेलुका सिरममा होइन ल बाहिर चलिन सी यू ल अर्कोचोटि शनिबार भेटौँ न के गर्नु छ अहिले म त के मेरो बिलान हान त होइन कन्टेन्ट हो नि आज ए त्यो त गुड नि हात मिलाउनु अनि ल बेस्ट अफ लक है यो चाहिँ 1 लाख भ्यू आउनुपर्छ है त तिमीले गरिदेऊ भने चाहिँ म त हानिदिइहाल्छु नि म 10 एकाउन्ट हान्छु लाइक भाइ अभिषेक भाइ चाहिँ खै त नि तपाईँलाई रमाइलो त भयो नि बब्बाल हो मेरो भाइकोमा आउँदा नि रमाइलो भएन भने त नि कहाँ हामी हौ अनि भाइ अभिषेक आएन हो सम्झेको छ अरे भनिदेऊ ल निरज भाइ कहाँ भयो त निरज भाइले ल लाग्यो ल गयो ल दाइले पर्खिला होला तल ए अभिषा मैले